आखिर त्यो बिहान रसुवामा एक्ज्याक्ट भयो चाहिँ के? बुधबार एका बिहानै रसुवामा अकल्पनीय घटना भयो। कल्पना गर्नुहोस्, बिहानको समय सबै मानिसहरू आफ्नो दैनिक कार्यमा निस्किरहेका थिए। कतै पसल खुल्दै थिए भने कतै गाडीहरू सडकमा हिँडिरहेका थिए। केही मिनेट केही सेकेन्ड अगाडि नेपाल चीन सीमानामा पनि सेम सामान्य अवस्था नै थियो। तर त्यसको केही समयपछि सबै कुरा अचानक बदलियो। रसुवाको भोटेकोशी क्षेत्रमा अचानक बाढी आयो। पानीसँगै ढुङ्गा, माटो र अन्य डिभर्सहरू बग्न थाले। पुलहरू बगे, सडकहरू धस्किन थाले, भौतिक संरचनाहरूमा ठुलो क्षति पुग्यो र मानिसहरूले यस्तो विनाश देखे जसको कल्पना थोरै अगाडिसम्म कसैले गर्न सम्भवै थियो। तर त्यहाँ सबैभन्दा ठुलो प्रश्न थियो, आखिर त्यो बाढी आयो त आयो कहाँबाट? के यो सामान्य मनसुन बाढी थियो? के तिब्बततर्फ कुनै ठुलो हिमताल फुट्यो? के हिमपैह्रोले नदी थुनियो? के भूकम्पले पहाड र बरफलाई अस्थिर बनायो? वा यी सबै घटनाहरू एकपछि अर्को दोहोरिएर, एकपछि अर्को जोडिएर यो ठुलो प्राकृतिक विपद बन्न पुग्यो? आजको यो डकुमेन्ट्रीमा हामी यही रहस्यलाई तथ्य र वैज्ञानिक सम्भावनाको आधारमा बुझ्ने प्रयास गर्नेछौँ। नमस्कार साथीहरू, सामान्यतया नेपालमा मनसुनको समयमा भारी वर्षा हुन्छ। वर्षा अचानक बढ्छ, नदीमा पानीको मात्रा बढ्छ अनि त्यसपछि बाढी आउँछ। यो स्वाभाविक हो। तर रसुवाको त्यो बाढीले एउटा फरक प्रश्न जन्मायो, किनकि प्रारम्भिक रिपोर्टहरूमा बाढी आउनु अघि प्रभावित क्षेत्रमा ठुलो वर्षाको स्पष्ट प्रमाण भने देखिएको थिएन। त्यसैले यहाँ अनुसन्धानकर्ताहरूको नजर माथिल्लो क्षेत्रतर्फ छ। अर्थात् नेपालमा बाढी त देखियो, तर यसको सुरुवात नेपालभन्दा धेरै माथिबाट भएको हुन सक्छ र यही ठाउँबाट यो कथा अझ रहस्यमय बन्छ। अब हामी सडक र बस्तीबाट अलि माथि जाउँ, हिमालय र उच्च क्षेत्रमा। त्यहाँ विशाल हिमनदीहरू छन्, बरफका पहाडै पहाड छन् र ठुला ठुला हिमतालहरू छन्। अब हामीलाई थाहा छ त्यहीबाट नेपालका धेरै नदी प्रणालीहरू सुरु हुन्छ। सामान्य अवस्थामा यी हिमनदी र हिमतालहरूले पानीलाई बिस्तारै तल पठाउँछन्। तर यदि कुनै ठुलो हिमपैह्रो भयो, अचानक चट्टान र बरफ खस्कियो, यदि नदीको बाटो अस्थायी रूपमा थुनियो, वा यदि कुनै हिमतालको प्राकृतिक बाँध फुट्यो, त्यसपछि त हामीलाई थाहा नै छ, पानीको एउटा ठुलो विशाल लहर तलतिर दौडन सक्छ। प्रारम्भिक स्याटेलाइट एनालाइसिस र नेपाली अधिकारीहरूले उल्लेख गरेका विवरणहरूमा तिब्बततर्फको उच्च क्षेत्रमा बरफ, हिउँ र चट्टानसँग सम्बन्धित ठुलो पहिरो भएको सम्भावना उल्लेख गरिएको छ। तर यहाँ एउटा कुरा अत्यन्त महत्त्वपूर्ण छ, यो चाहिँ अन्तिम सत्य होइन, अन्तिम निष्कर्ष होइन। अनुसन्धान भने अझै जारी नै छ। अब यहाँ आउँछ अर्को एक सम्भावना। कहिले अचानक हिमताल फुटेर पो बाढी आयो कि? हामीलाई थाहा नै छ हिमनदी वरिपरि वा माथि ठुलो मात्रामा पानी जम्मा हुन सक्छ, त्यसबाट हिमताल बन्न सक्छ र त्यो ताललाई रोकिरहेको प्राकृतिक बाँध अचानक फुट्यो भने समयमै ठुलो मात्रामा पानी तलतिर बग्न सक्छ। तर हिमाली क्षेत्रमा एउटा समस्या अझ ठुलो छ। जब हिमतालहरू फुटेर पानी बगिरहेको हुन्छ, तब त्यो पानीले ढुङ्गा, माटो, बरफ र अन्य डिभर्सहरू पनि बगाएर ल्याउँछ। त्यसैले यो केवल पानीको बाढी होइन, यो हो पानी र डिभर्सको अत्यन्त शक्तिशाली बहाव, जो रसुवाको घटनामा हिमताल फुटेको सम्भावना पनि अनुसन्धानको एउटा प्रमुख कोण बनेको छ। तर फेरि पनि हामीले हिमताल नै फुटेको थियो भनेर अन्तिम सत्यका रूपमा भन्न भने मिल्दैन, किनकि यहाँ हामीलाई साइन्टिफिक प्रुफ चाहिन्छ, त्यसलाई पुष्टि गर्नुपर्छ। अब यो घटनाको अर्को रोचक पक्ष के हो भने नि, बाढीको आसपासकै समयमा तिब्बत क्षेत्रमा करिब 4.4 म्याग्निट्युडको भूकम्प गएको यो पनि रेकर्ड रहेको छ। र अब यहाँ प्रश्न उठ्छ, के भूकम्पले बाढी सुरु गराएको हो? यो सम्भावना पूर्ण रूपमा असम्भव पनि होइन, किनकि भूकम्पको धक्काले पहाडको ढलानहरूलाई अस्थिर बनाउन सक्छ, पहिरो निम्त्याउन सक्छ, बरफ वा चट्टान खस्न सक्छ। तर यहाँ एक वैज्ञानिक नियम छ क्या, दुई घटना एकै समयमा हुनु भनेको एउटा घटनाले अर्को घटना निम्त्यायो भन्ने यो एभिडेन्स होइन क्या। भूकम्प आयो त्यसैले बाढी आयो यो भन्नु पनि साइन्टिफिक रूपमा प्रुफ छैन क्या, र सही पनि हुँदैन। अब जाउँ हामी वास्तविक प्रश्नतर्फ, के त्यो भूकम्पले कुनै हिम पहिरो, चट्टान खस्ने घटना वा नदी अवरोधलाई ट्रिगर गर्यो?
अब यसको सही उत्तरका लागि अझै थप अध्ययन आवश्यक छ र अब यहाँ अर्को सम्भावना हो भारी वर्षा। तिब्बत र नेपालको हिमाली क्षेत्रमा वर्षा र मौसमको अवस्था पनि अनुसन्धानको एक विषय बनेको छ। अब यहाँ के हुन्छ त, वर्षाले पहाडको माटोलाई एकदमै कमजोर बनाउन सक्छ, हिम पग्लिने प्रक्रिया प्रभाव पार्न सक्छ। तर यहाँ प्रश्न यो हो, केवल वर्षाले यति ठुलो र अचानक आएको बाढी सिर्जना गर्यो त? अहिले नै त्यसको निश्चित उत्तर त छैन र प्राकृतिक विपत्तिमा मात्र एउटा कारण छ भन्नु पनि आवश्यक छैन। कल्पना गर्नुहोस्, पहाड पहिले नै कमजोर थियो, त्यसपछि वर्षा आयो, त्यसै समयमा भूकम्पले जमिन हल्लायो, बरफ र चट्टान खस्कियो र नदीहरू थुनिए र पानी केही समय जम्मा भयो अनि त्यसपछि प्राकृतिक बाँध फुट्यो। ठुलो पानी र डिभर्स एकैपटक तलतिर आयो। यदि यस्तै चेन रियाक्सन भएको हो भने हामीले यहाँ बाढीको एउटै कारण खोज्न सक्दैनौँ। अब बुझौँ भूगोल। नदीले देशको सीमा बुझ्दैन, पहिरोले पासपोर्ट माग्दैन र पानीले राजनीतिक सीमा हेर्दैन। तिब्बतको उच्च हिमाली क्षेत्रमा भएको एउटा घटना नेपालतर्फको नदी प्रणाली प्रत्यक्ष असर पार्न सक्छ। त्यसैले नेपाल चीन सीमा क्षेत्रमा हिम नदी, हिमताल र नदीहरूको मोनिटरिङ अत्यन्त आवश्यक हुन्छ, अत्यन्त महत्त्वपूर्ण हुन्छ। यदि माथिल्लो क्षेत्रमा कुनै हिमताल असामान्य रूपमा बढिरहेको छ, ठुलो पहिरोले नदी थुनिएको छ वा कुनै हिम पहाड अस्थिर देखिएको छ भने त्यसको जानकारी सकेसम्म छिटो तलका समुदायहरूलाई पुग्नै पर्छ, किनकि तल बस्ने मानिसहरूसँग तयारी गर्ने समय एकदमै कम हुन सक्छ। यहाँ अब एउटा अर्को महत्त्वपूर्ण तथ्य आउँछ। यो क्षेत्र यसअघि पनि ठुलो बाढीबाट क्षतिग्रस्त भइसकेको थियो। सन् 2025 मा पनि रसुवा, भोटेकोशी आसपास ठुलो फ्ल्यास फ्लड भएको थियो। यसले अब एउटा कुरा त पुष्टि गर्छ, यो क्षेत्र हिमनदी र हिमताल सम्बन्धी जोखिमबाट पूर्ण रूपमा मुक्त छैन। तर यहाँ फेरि 2025 र 2026 को यो घटना एउटै हो भनेर निष्कर्ष पनि निकाल्न मिल्दैन, किनकि दुवै घटना वैज्ञानिक अनुसन्धान छुट्टा छुट्टै आवश्यक पर्छ। अब हामी योभन्दा ठुलो प्रश्नतर्फ जाउँ, जलवायु परिवर्तन। के हरेक बाढीको कारण क्लाइमेट चेन्ज हो? नो 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 नो, यसरी भन्नु यो साइन्टिफिक रूपमा गलत हुन्छ। तर हिमालमा तापक्रम बढ्दै जाँदा हिम नदीहरू परिवर्तन हुँदै गएका छन्। कतिपय क्षेत्रमा हिमतालहरू विस्तार भइरहेका छन्, नयाँ हिमतालहरू बनिरहेका छन्, पुराना प्राकृतिक बाँधहरू पनि कमजोर कमजोर बन्दै गएका छन् र हिम नदी वरिपरिका चट्टानी भूभाग पनि अस्थिर हुन पुगेका छन्। अब यसको अर्थ के हो त? हिमालयमा प्राकृतिक जोखिमको स्वरूप परिवर्तन भइरहेको छ। त्यसैले यहाँ प्रश्न केवल यो बाढी किन आयो भनेर होइन, यहाँ मेरो गम्भीर प्रश्न यो हो, भोलि फेरि अर्को कुन ठाउँमा यस्तो ठुलो बाढी आउने हो? अब आउँछ सबैभन्दा संवेदनशील टपिक, चीन, चाइना। जब प्राकृतिक विपत्ति दुई देशको सिमानासँग जोडिन्छ तब राजनीति पनि जोडिन्छ। यहाँ मानिसहरूका प्रश्न अनेक छन्। माथिल्लो क्षेत्रमा भएको घटनाको जानकारी के चीनलाई पहिले नै थाहा थियो? यदि थाहा थियो भने नेपाललाई समयमै सूचना दिन सकिन्थ्यो र अझ मोनिटरिङ राम्रो बन्थ्यो। अब यी प्रश्नहरू गर्न गलत त होइन, तर यहाँ अर्को एक महत्त्वपूर्ण कुरा छ कि प्रमाण बिना कसैलाई दोषी ठहर गर्नु पनि यहाँ गलत हो नि साथी। त्यसैले यो डकुमेन्ट्रीको उद्देश्य चीनलाई दोषी ठहर गर्न होइन, तर प्रश्न उठाउन जरुर हो, किनकि भविष्यमा एउटा वार केही मिनेट अगाडि पुगेको, केही घण्टा अगाडि पुगेको, त्यसले पनि अत्यन्तै महत्त्वपूर्ण खेल खेल्छ, हजारौंको जिन्दगी बचाउन सक्छ। अब यहाँ सोच्ने कुरा यो हो, यति ठुलो क्षति चाहिँ भयो किन? हामीलाई थाहा नै छ, हिमालका नदीहरू प्राय साँघुरा र गहिरा उपत्यकाबाट बग्छन्। सडकहरू नदीको आसपास बनाइएका हुन्छन्, पुलहरू वारपार गर्न बनाइएका हुन्छन् अनि बस्तीहरू पनि धेरै ठाउँमा नदीको आसपास नै छन्। अब के हुन्छ त, जब अचानक ठुलो बाढी आउँछ त्यसलाई फैलन ठाउँ पुग्दैन। यही कारणले 1 मिनेट वा केही घण्टाको प्राकृतिक आपतले, प्राकृतिक घटनाले वर्षौं लगाएर बनाएको इन्फ्रास्ट्रक्चर क्षणभरमै नष्ट गर्न सक्छ। तर यो डकुमेन्ट्रीमा हामीले एउटा कुरा कहिल्यै भुल्नु हुँदैन, यो केवल पानीको कथा होइन, यो ती मानिसहरूको कथा हो जो बिहान काममा निस्किएका थिए, जो आफ्नो पसल खोलिरहेका थिए, जो यात्रा गरिरहेका थिए, जो सडक इन्फ्रास्ट्रक्चरमा काम गरिरहेका थिए, जो छानामुनि केही समय अगाडिसम्म परिवारसँग खुसीका साथ रमाइरहेका थिए। रसुवामा आएको यो बाढी केवल एउटा स्थानीय डिजास्टर मात्र होइन, यो हिमालयको बदलिदो वातावरणको एक ठुलो सन्देश हुन सक्छ। यो ग्लासियरको कथा हो, यो हो हिमतालको कथा,
पहिरोको कथा, भूकम्पको कथा, जलवायु परिवर्तनको कथा अनि इन्फ्रास्ट्रक्चरको कथा र यो नेपाल र चीन बीचको ट्रान्सबाउन्डरी कर्पोरेसनको कथा पनि हो। किनकि हिमालयले राजनीतिक सिमाना चिन्दैन। त्यसैले अब हामीले यहाँ एउटा प्रश्न मात्र सोधेर पुग्दैन, आखिर यो बाढी कसरी आयो? हामीले एक अर्को प्रश्न पनि सोध्नुपर्छ। अब यस्तै बाढी अर्को कुन ठाउँमा जाने? के हामी त्यसलाई रोक्न सक्छौं? के हामी त्यसको लागि अगाडि नै सचेत हुन सक्छौं? किनकि हिमालयले त हामीलाई एउटा स्पष्ट सन्देश दिइरहेको छ। त्यसैले प्रकृतिको वार्निङलाई व्यवस्था गर्ने अब समय गइसकेको छ। किनकि यो केवल एउटा बाढी थिएन, यो हिमालयबाट आएको एक नयाँ चेतावनी थियो र यो घटनाको कारणबारे साइन्टिफिक अनुसन्धान अझै पनि जारी नै छ। र यस्तै तथ्यमा आधारित डकुमेन्ट्रीका लागि यो च्यानललाई सब्स्क्राइब गरिहाल्नुहोस्। आई होप इफ यु लाइक दिस भिडियो, यदि यो भिडियो मन पर्यो भने एक लाइक गर्नुहोस् र आफ्नो साथीहरूलाई शेयर पनि गर्नुहोस्। फेरि पनि मिल्दै नै छौं नेक्स्ट डे न्यू भिडियो न्यू डकुमेन्ट्रीमा।